आज हामी एकल शेयरधनी प्राइभेट लिमिटेड कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रत्येक वर्ष अद्यावधि गर्न कुन कुन कागजपत्रहरू बुझाउनु पर्ने हुन्छ र त्यसको प्रक्रियाको बारेमा सिक्नेछौँ। नेपालको कम्पनी ऐन 2063 अनुसार प्रत्येक प्राइभेट लिमिटेड कम्पनीले आर्थिक वर्ष समाप्त भएको 6 महिनाभित्र आफ्नो वार्षिक विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ। यसलाई सामान्य भाषामा हामी अद्यावधिक अथवा कम्पनी अपडेट गर्ने पनि भन्दछौँ। यदि कम्पनीले समयमै यो विवरण बुझाएन भने कम्पनी ऐन अनुसार जरिवाना लाग्ने गर्दछ। त्यसैले समयमै विवरण बुझाउनु जरुरी छ। नियमावलीको नियम 10 मा साधारण सभा नहुने र नियम 11 मा सञ्चालक समिति नरहने कम्पनीको हकमा एकल शेयरधनीको निर्णयबाट लेखा परीक्षण प्रतिवेदन अडिट रिपोर्ट पारित गर्ने र आगामी वर्षको लेखा परीक्षक नियुक्ति गर्ने कागजपत्र बनाउन सकिन्छ। अथवा नियमावलीको नियम 28 अनुसार सञ्चालक समिति रहने र साधारण सभा गर्ने भनेर खुलाएको एकल शेयरधनी प्राइभेट लिमिटेड कम्पनीको र पहिले बहुल शेयरधनी प्राइभेट लिमिटेड कम्पनी र अहिले एकल शेयरधनी प्रालीमा परिणत भएको कम्पनीको हकमा सर्वप्रथम वार्षिक साधारण सभा बोलाउने सञ्चालक समितिको बैठकको मैन्युट बनाउनु पर्ने हुन्छ। लेखा परीक्षण प्रतिवेदन पारित गर्ने तथा आगामी आर्थिक वर्षको लागि लेखा परीक्षक नियुक्ति गर्ने वार्षिक साधारण सभाको मैन्युट पनि बनाउन सकिन्छ। त्यसपछि दफा 51 बमोजिमको शेयर, डिभेन्चर र ऋणको लगत तयार गर्नुपर्ने हुन्छ र अद्यावधिकको निवेदन तयार गर्नुपर्ने हुन्छ। कारोबारसँग सम्बन्धित कुनै प्रकारको खरिद बिक्री वा अन्य प्रकारको ठेक्कापट्टामा आफू वा आफ्नो नजिकको नातेदारको प्रत्यक्ष संलग्नता वा कुनै किसिमको निजी स्वार्थ भएमा कम्पनीको प्रबन्ध सञ्चालक, कम्पनी सचिव, पदाधिकारीको नियुक्तिको सम्बन्धमा कुनै प्रकारको स्वार्थ भएमा अन्य कुनै कम्पनीको सञ्चालक पदमा बहाल रहेकोमा कम्पनी वा कम्पनीको मुख्य वा सहायक कम्पनीको शेयर वा डिभेन्चरको कारोबार गरेको भएमा भएको नभएको खुलाई दफा 92 बनाई सञ्चालकले डिरेक्टर्स डिक्लरेसन गर्नुपर्ने हुन्छ। यदि पहिले बुझाइसकेको खण्डमा फेरि बनाइराख्नु पर्दैन। मानौ यदि कम्पनीले 3 महिने विवरणमा एबीसी एन्ड एसोसिएट्स अडिटर नियुक्त गर्नुभएको थियो अथवा अघिल्लो वार्षिक साधारण सभामा एबीसी एन्ड एसोसिएट्स अडिटर नियुक्त गर्नुभएको थियो र कुनै कारणवश अहिले नयाँ XYZ एन्ड एसोसिएट्स अडिटरले अडिट गर्नुभएको खण्डमा अडिटर चेन्जको मैन्युट बनाउनु पर्ने हुन्छ। अद्यावधिकको लागि चाहिने पूर्व शर्त र कागजपत्र तयार गर्नको लागि सर्वप्रथम हेर्नुपर्ने र हुनुपर्ने दफा 51 बनाउनको लागि लेटेस्ट शेयर लगत र अडिट रिपोर्टको आवश्यकता पर्दछ। अद्यावधिकको लागि शेयर लगत निकालिसकेको हुनुपर्दछ। तपाईको कम्पनी रजिस्ट्रारको पुरानो सिस्टमबाट नयाँ सिस्टममा माइग्रेट भइसकेको हुनुपर्दछ। हरेक कागजपत्र कसरी बनाउने हो र अतिरिक्त कानुनी प्रावधानहरू हरेक डकुमेन्ट टेम्प्लेटको भिडियो सेक्सनमा विस्तृत रूपमा डिस्कस गरेका छौँ। अब तपाईले आफ्नो डकुमेन्ट ड्राफ्टिङ प्रक्रिया सुरु गर्न सक्नुहुनेछ।